नमस्कार, जिरहमा स्वागत छ। म मदन खाती। दर्शकवृन्द, जिरहको आजको अङ्कमा हामीसँग हुनुहुन्छ नागरिक शक्ति नेपालका अध्यक्ष देव प्रकाश त्रिपाठी। उहाँसँग आज हामी नजिकिदो निर्वाचन र निर्वाचनमा अहिले राजनैतिक दलहरूले आफ्नो तर्फबाट प्रस्तुत गरिराखेका अनुहार अनि दलहरूका एजेन्डा यिनै विषयमा केन्द्रित रहेर संवाद गर्नेछौँ। साथै यो निर्वाचनले देशले भोगिराखेको जुन समस्या छ त्यसबाट निकास दिलाउँछ वा दिलाउँदैन, यो प्रश्नको जवाफ पनि आज हामी उहाँबाट खोज्नेछौँ। आउनुहोस्, उहाँलाई कार्यक्रममा स्वागत गरौँ। यहाँलाई कार्यक्रममा स्वागत छ। धन्यवाद छ मदनजी। अब यहाँहरू यो निर्वाचनबाट एउटा पार्टीको रूपमा त निर्वाचनबाट अलग भइसक्नु भएको छ, तर यो निर्वाचन जति जति नजिकिँदैछ, जसरी राजनैतिक दलहरूले आफ्ना अनुहारहरूलाई प्रस्तावित प्रधानमन्त्रीको रूपमा जे जसरी अगाडि बढाइराखेका छन् र निर्वाचनको माहौल जसरी अगाडि बढिराखेका छ नि, यसलाई चाहिँ कसरी विश्लेषण गर्नुहुन्छ, कसरी हेरिराख्नु भएको छ? नेपालको सन्दर्भमा कहिलेकाहीँ नेता असल भयो भने परिणाम राम्रो आउँछ, काम राम्रो हुन्छ भन्ने विश्वास गरिन्छ। कहिले नीति राम्रो भयो भने राम्रो हुन्छ भनिन्छ। यो दुवै मान्यता छ। नेता असल भयो तर नीति गलत पर्यो भने पनि असल नेताले पनि राम्रो काम गर्न सक्दैन। नीति खराब पर्यो, नीति राम्रो भयो भने पनि खराब नेता पर्यो भनेदेखि त्यो खराब नेताले पनि त्यो राम्रो नीति अनुसारको काम गर्न सक्दैन। तर नेपालको सन्दर्भमा चाहिँ अहिले कस्तो मानक स्थापना गर्न खोजिएको छ भने व्यक्ति समस्या हो, व्यक्तिले नै यो देश बिगारे हो। एउटा फलानु व्यक्ति, अमुक व्यक्ति फलानु कारणले यो देश बर्बाद भएको हो, फलानु भएन भनेदेखि व्यक्ति फेरेपछि एकदम राम्रो हुन्छ, ठिक हुन्छ भन्ने एउटा सन्देश प्रवाह गरिँदै आइयो। यो बिचमा हामीले नेपालको सम्पूर्ण दुःखको कारण दुई तीनजना व्यक्ति हो भन्ने ठाउँमा पुग्यौँ र संविधान पनि ठिक छ, अहिलेको व्यवस्था पनि ठिक छ, नीति पनि ठिक छ, कानुन पनि ठिक छ, चलाउने व्यक्ति मात्रै बेठिक भएको हो भन्ने जुन मान्यता स्थापना गर्न खोजियो, त्यो अहिले चुनावमा त्यसको रिफ्लेक्सन भइरहेछ। भनेको चुनावमा पनि दलहरूले नीति, कार्यक्रम, घोषणापत्र, प्रतिज्ञापत्र जारी गर्नुभन्दा पनि आफ्ना कार्यक्रमहरू, सपनाहरू देखाएर जनतालाई आकर्षित गर्ने, प्रतिबद्धता जाहेर गरेर जनतालाई आफूतिर आकर्षित गर्ने, तान्ने भन्दा पनि व्यक्ति प्रस्तुत गरेर फलानु व्यक्ति बुढो भयो, हामी जवान मान्छे तपाईँहरू समक्ष ल्याएका छौँ, फलानु गीत गाउन नजान्ने मान्छे भएर समस्या भएको थियो, हाम्रो फलानुले चाहिँ गीत पनि गाउन जान्नुहुन्छ, नाच्न जान्नुहुन्छ, अभिनय गर्न जान्नुहुन्छ, त्यस कारणले उहाँले देश पनि चलाउनुहुन्छ भन्ने शैलीमा विभिन्न आकार प्रकारका प्राणीहरूलाई भविष्यका प्रधानमन्त्री भएर प्रस्तुत गरेर चुनाव हुन खोजेको छ। वास्तवमा यो नेपाली राजनीतिभित्रको विकृतिको एउटा अर्को रूप हो। यो तर यसमा जबसम्म नीति र व्यवस्था राम्रो हुँदैन नि, तबसम्म व्यक्ति जतिसुकै राम्रा व्यक्तिहरूलाई हामीले जिम्मेवारी सुम्पिए पनि त्यो देश बन्न सक्दैन। नेपालको अहिलेको समस्या भनेको नेतृत्वमा मात्रै होइन, नीतिमा पनि छ, व्यवस्थामा पनि छ। नेतृत्वको लागि भनेर जो चर्चामा अहिले आइराखेका छन् उनीहरूको विषयमा एकछिनपछि आउँला। त्योभन्दा अगाडि चाहिँ यहाँले जुन बताउनु भयो नि, खास गरी यो व्यवस्था नै नबदलिएसम्म चाहिँ त्यो अवस्था बदल्नको लागि गाह्रो हुने भन्ने जुन यहाँले बताउनु भयो। अहिलेको व्यवस्था त 72 को जब संविधान जारी भयो त्यसपछि राजनैतिक अधिकारको लागि अब सङ्घर्ष गर्नुपर्ने दिनहरू गए। अबको सङ्घर्ष भनेको आर्थिक परिवर्तनको लागि हो, अवस्था परिवर्तनको लागि हो। अब संविधान जारी भइसकेपछि त्यो दिशातर्फ हामी उन्मुख हुन्छौँ भनेर त्यसरी चाहिँ जनताहरूलाई आश्वस्त पारिएको थियो नि त। जेनजी विद्रोहमा त्यो देखिएन। व्यवस्थामा चाहिँ यहाँले जुन अहिले बताइराख्नु भएको छ नि, कहाँनिर गडबडी भयो, त्यस कारणले गर्दाखेरि चाहिँ यो आजको अवस्थामा हामी आइपुग्यौँ। कुनै पनि प्रणाली भनेको त्यो देशको जनताको हितसँग अन्तर्सम्बन्धित हुनुपर्छ। त्यो देशको भूराजनीतिक अवस्था के छ, त्यो भूराजनीतिक अवस्थाबाट पनि कम प्रभावित हुने वा प्रभावित नहुने किसिमले त्यसको तर्जुमा हुनुपर्छ हाम्रा नीतिहरू, कानुनहरू, व्यवस्थाहरू। अब जुन देशको बहुसङ्ख्यक जनतालाई चित्त दुखाएर विभिन्न आकार प्रकारका नीति निर्माण गरिएको छ, संवैधानिक व्यवस्था गरिएको छ,
त्यो देशमा जबसम्म त्यो चिजहरूमा सुधार हुँदैन तबसम्म मान्छेको मन खुसी हुँदैन। बुदागत रूपमा अहिले हामीले यो कुरा गऱ्यौँ भने अब एउटा कुरा परिस्थिति अगाडि बढिसक्यो, अब फेरि त्यही कुराहरूमा किन अल्झिने भन्ने कुरा आउला। जस्तै तपाईँलाई भनौँ भने कतिपय कानुनी प्रावधानको कुरा छ। कानुनी कुरा गर्नुहुन्छ भने भ्रष्टाचारीलाई मृत्युदण्डसम्मको कानुनी व्यवस्था नगरिकन भ्रष्टाचार नियन्त्रण हुँदैन। तर यो मुद्दा उठाउँदैन। भ्रष्टाचार फेरि एउटा कुरा के हो भने यो राजनीतिक एजेन्डा होइन, यो चाहिँ कार्यक्रम हो, यो प्रतिबद्धता हो। यो भनेको कानुनी व्यवस्था गरेर नियन्त्रणको प्रयास सधैँ गरिराख्नुपर्छ। जबसम्म पृथ्वीमा मान्छे र देश रहन्छ नि तबसम्म भ्रष्टाचारको सम्भावना रहिरहन्छ। तर हामीले संविधान रहिरहन्छ होइन। अब कानुनमा मैले कानुनको संविधानमा पनि जाउँला, कानुनको कुरा यो गरेको त्यसपछि अहिले तपाईँ सामान्य कुरा गर्नुहुन्छ भने ठेक्कापट्टा गर्न पर्यो भने सबभन्दा कम जसले बोल्छ कबुल गर्छ त्यही मानिसलाई त्यो निर्माणको ठेक्का दिने भन्ने हुन्छ। अनि सबभन्दा कममा चाहिँ क्वालिटी काम हुन्छ त। क्वालिटी काम कसरी गर्ने भन्ने पनि सोच्नु पर्दैन। त्यस्ता कानुनी रूपमा त्रुटि छ क्या। हाम्रो कानुनले नै यस्ता कतिपय त्रुटि गरेको छ। त्यस्तै शिक्षामा हेर्नुभयो भने हाम्रो शिक्षा नीति के छ? हाम्रो शिक्षा नीतिले कस्तो मान्छेहरूको उत्पादन गरिरहेछ त्यहाँ सुधार्नु पर्दैन? शिक्षा क्षेत्रको हाम्रो करिकुलम चाहिँ नि हाम्रो मौलिक बनाउनु पर्यो, वैज्ञानिक बनाउनु पर्यो, ज्ञानमुखी बनाउनु पर्यो, रोजगारमुखी बनाउनु पर्यो होइन। तर त्यो छैन। हाम्रो नीतिगत व्यवस्थामै त्रुटि छ धेरै ठाउँमा, सबै क्षेत्रमा। अब तपाईँलाई अर्को प्रश्न मैले राखिहालेँ, त्यसपछि यहाँले अगाडि बढाउनु होला। जस्तो मृत्युदण्डको कुरा यहाँले जुन उठाउनु भयो नि, मृत्युदण्ड दिइसकेपछि चाहिँ त्यो भ्रष्टाचार शून्यमा वा त्यतातर्फ कम हुने सम्भावना चाहिँ यो यहाँलाई लागिराखेको कुरा हो कि साँच्चै कि विश्वका अन्य देशहरूको भ्रष्टाचार हो? त्यो हेर्दाखेरि पनि त्यो प्रमाणित हुने कुरा हो यो चाहिँ? भ्रष्टाचार गर्नेहरूले किन गर्छन्? जीवन एकदम सुखद बनाउन गर्छन् होइन। रमाइलोसँग जीवन कति पुस्तालाई पुग्ने गरी आनन्दसँग जीवन बिताउन गर्छन्। जब मृत्युदण्डको सजाय व्यवस्था हुन्छ नि, मर्नुभन्दा त बरु साधारण जिन्दगी जिउनु राम्रो हुन्छ भन्ने ठाउँमा त पुर्याउँछ नि कानुनले। अहिले जस्तो खुलेआम जहाँ पनि जेमा पनि भ्रष्टाचार हुने, घुसखोरी चल्ने त हुँदैन नि। त्यसले एउटा त्रास भएन भने मानिसको जातै त्यस्तो हो के। त्रास पनि उसलाई आवश्यक पर्छ। अन्य देशहरूकै त्रास थुप्रै देशमा छ नि। भारतमा पनि मृत्युदण्डको व्यवस्था छ कानुनमा। त्यही चाइनामा छिमेकको देशको चाइनामा हेर्नुभयो भने त्यहाँ त कति सैनिक अफिसरहरूलाई समेत भ्रष्टाचारको केसमा मृत्युदण्डको सजाय दिएको छ। कैयन मुलुकहरूमा इभन अमेरिकामै पनि धेरै ठुलो ठुलो भ्रष्टाचार र अन्य अपराधका केसमा चाहिँ मृत्युदण्डको सजाय छ। अरू देशमा नभएको होइन, थुप्रै देशमा छ नि भ्रष्टाचारको। अहिले भर्खर बङ्गलादेशमा हेर्नुहोस्, बङ्गलादेशमै त्यो खालको कानुनी व्यवस्था छ। मृत्युदण्डको कानुन हामी कहाँ छैन, तर बनाउनु पर्यो। मृत्युदण्डको कानुन किन बनाउनु पर्यो भने भ्रष्टाचार नियन्त्रण गर्नको लागि, घुसखोरी नियन्त्रण गर्नको लागि। त्यो भनेको हरेकले भ्रष्टाचार गर्ने बित्तिकै मृत्युदण्ड दिइहाल्ने होइन। बुझ्दै नबुझिकन, रिस उठेको भरमा, चित्त नबुझेको भरमा वा पूर्वाग्रह राखेर प्रतिशोध राखेर होइन। त्यसका पनि निश्चित क्राइटेरिया हुन्छन्, त्यो पनि कानुनले निर्धारण गर्छ। भनेको मैले एउटै फोकसमा यसैमा फोकस किन हुने, हामी कहाँ चाहिँ नीति र कानुनमा धेरै सुधार गर्नुपर्नेछ, एउटा पाटो। दोस्रो कुरा, संविधानमा पनि सुधार गर्नुपर्नेछ। हाम्रो अहिलेको संविधानले बोकेको कैयन अवधारणा नेपालको अनुकूल छैन। जस्तै तपाईँलाई भनौँ, यो पृथ्वीको काहीँ पनि नभएको एउटा व्यवस्था संविधानले गरेको छ। कलेक्टिभ बार्गेनिङ गर्न पाउने, ट्रेड युनियन खोलेर राज्यसँग कलेक्टिभ बार्गेनिङ गर्न पाउने व्यवस्था। यो कलेक्टिभ बार्गेनिङ भनेको सामूहिक सौदाबाजी। सामूहिक सौदाबाजीको कुराले कुनै पनि देशको आर्थिक विकासलाई अवरोध पैदा गर्छ। तपाईँ दक्षिण कोरियाको उदाहरण लिएर हेर्नुहोस्। पार्क चुङ हीले सुरुवात गरे आजको कोरिया बनाउन, आजको कोरियालाई यो रूपमा पुर्याउन। $85 पर क्यापिटा इन्कम भएको कोरियालाई आज $33-34 हजार पर क्यापिटा इन्कमको अवस्थामा पुर्याउनको लागि कहाँबाट सुरु गरेका थिए भनेर हेर्नुभयो भने ट्रेड युनियन बनाउने र सामूहिक सौदाबाजी गर्ने कुरालाई चाहिँ पहिला नियन्त्रण गर्नुपर्ने रहेछ भन्ने ठाउँबाट सुरु भएको छ। एक, ओह्रालो लागेको बेलायतलाई सन्
1979 मा मार्गरेट थ्याचरलाई प्रधानमन्त्री बनाइसकेपछि अब म बेलायतको अर्थतन्त्र सुधार गर्छु भनेर उहाँले अठोट गर्नुभयो। कहाँबाट सुरु गर्नुभयो भने सबभन्दा पहिला ट्रेड युनियनिजमलाई कन्ट्रोल गर्नु पर्यो। यो सामूहिक सौदाबाजी गर्ने, आफ्नो समूहको व्यक्तिको हितका लागि राज्यसँग बार्गेनिङ गर्ने यो कामले चाहिँ देशको अर्थतन्त्रलाई उँभो लाउँदैन, माथि लैजाँदैन भनेर उहाँले पनि सुरुवात कहाँबाट गर्नुभयो? त्यहीँबाट गर्नुभयो होइन। सामूहिक सौदाबाजी चल्दैन, हुँदैन भनेर त्यसको विरुद्ध निर्मम हुनुभयो। त्यही कारणले उहाँ आइरन लेडी पनि भएको कारण त्यही हो भन्ने त्यसरी चिनिन्छ नि उहाँलाई। त्यस्तै तपाईँलाई हेर्नुभयो भने 1930 को दशकमा अमेरिकाको इकोनोमी चाहिँ धेरै डाउन भएर त्यसलाई डिप्रेसनको दशक भनिन्छ होइन। त्यो बेला निराशाको दशक। त्यो समयमा पनि अमेरिकी राष्ट्रपतिले बारम्बार मानिसलाई आह्वान गरिराख्नुहुन्थ्यो। के भन्नुहुन्थ्यो? सामूहिक सौदाबाजी गर्ने काम नगर है, ट्रेड युनियन बनाउने र सामूहिक सौदाबाजी गर्ने काम नगर, यसले देशलाई धेरै तल पुर्याउँछ, झन् हाम्रो इकोनोमी डाउन हुन्छ भन्नुहुन्थ्यो उहाँले। अहिले पनि तपाईँ रेकर्डमा हेर्न सक्नुहुन्छ। भने संसारमा सबै ठाउँमा चाहिँ ट्रेड युनियनिजमले समस्या पैदा गर्छ, सामूहिक सौदाबाजीले समस्या पैदा गर्छ, त्यो देशको इकोनोमी माथि जान दिँदैन भएर त्यो मानक स्थापित भएको छ। दशौँ दृष्टान्त छन्। हामी कहाँ चाहिँ संविधानमै ल्याएर के गरिदिएको छ भने ट्रेड युनियन बनाउने र सामूहिक सौदाबाजी गर्न पाउने व्यवस्था यही संविधानमा गरिदिएको छ। भनेपछि यसले नेपालको इकोनोमी माथि जान दिँदैन। जहाँ सामूहिक सौदाबाजी हुन्छ, जहाँ ट्रेड युनियनिजम हुन्छ, त्यो ठाउँमा चाहिँ लगानी मैत्री वातावरण हुँदैन। यो संविधानमै व्यवस्था छ होइन त। एउटा दुईटा कुरा राख्नुभयो, एउटा मृत्युदण्डको कुरा, अर्को होइन, यसमा एउटा कुरा भयो। अब अर्को कुरा तपाईँलाई यही संविधानले चाहिँ बहुसङ्ख्यक नेपालीले नेपालको संस्कृति धर्म के हो, त्यो देशका मानिसहरूले जुन संस्कृति मान्छन्, जुन धर्म मान्छन्, त्यस आधारमा देशको पहिचान कायम भएको छ, त्यसमा गौरव गर्छन्। पाकिस्तानले आफू इस्लामिक कन्ट्री घोषणा गरेको छ, इस्लामिक मुलुक होइन। अरब मुलुकहरूले आफूलाई इस्लामिक भएर घोषणा गरेका छन्। हुँदा 60% 62% मात्रै मुसलमानको बसोबास भएको मलेसियाले पनि आफूलाई इस्लामिक मुलुक भएर घोषणा गरेका छ। 80% भन्दा बढी सनातनीहरू बस्ने देशको चाहिँ सांस्कृतिक पहिचान हुँदैन। यसले नेपालीको मन दुखाएको छैन। बहुसङ्ख्यक नेपालीको मन दुखाइसकेपछि त्यो संविधानलाई हामीले चाहिँ नि देश अनुकूल, जनता अनुकूल भन्न मिल्छ? मिल्दैन। एक, देशको सांस्कृतिक पहिचानको कुरा त्यो अनिवार्य हो। दोस्रो कुरा, हाम्रो देशलाई कृत्रिम ढङ्गले प्रदेशहरूमा विभाजन गरिएको छ। किन कृत्रिम भने अमेरिका पहिलो देश हो आधुनिक विश्वमा चाहिँ संहितामा गएको पहिलो देश। किन गएको भन्दा अलग अलग राज्यहरू स्वाभाविक रूपमा थियो, पहिले नै थियो। 13वटा राज्य मिलेर बेलायती साम्राज्यवाद विरुद्ध त्यो बेला सङ्घर्ष गरे। सङ्घर्ष गरिसकेपछि उनीहरू अलग अलग देश बनेर बस्न पनि सक्थे। तर उनीहरूले के निर्णय गरे भने हामी युनियन बनाऊँ, सङ्घ बनाऊँ, संहितामा जाउँ, हामी एउटै देश बनेर बसौँ, हाम्रो एकता बलियो हुन्छ, अनि हामी चाहिँ भविष्यमा फेरि यस प्रकारका साम्राज्यवादीहरूसँग भिड्न पर्यो भने भिड्न सक्ने अवस्था हाम्रो बन्छ भनेर अलग अलग भएर बसेको देशलाई जोड्नको लागि संहिता अपनाएको अमेरिकाले। हामी कहाँ के गर्नु अपनाएको? हामी कहाँ चाहिँ एक भएर बसेको देशलाई फुटाउने, हाम्रो सार्वभौम सत्तालाई विभाजन गर्ने उद्देश्यले सङ्घीय अवधारणा ल्याइयो। यो सैद्धान्तिक रूपमा पनि गलत छ, आर्थिक दृष्टिकोणले पनि गलत छ। यो करेक्सन नगरिकन हुँदैन। जनतालाई अधिकारको सुनिश्चित गर्ने हो भने सेवा सुविधा अधिकार भनौँ, तीनटा कुरा होइन। सेवा सुविधा अधिकारको ग्यारेन्टी गर्ने हो भने जनता कहाँ बस्छन्? पालिकामा बस्छन्, गाउँमा बस्छन्, वडामा बस्छन्। त वडालाई स्थानीय तहलाई बलियो राखिराख्नु भएको छ नि, खास गरी कानुनमै परिमार्जनको विषय वा अहिलेको चाहिँ संविधानमा रहेका कुराहरूको परिमार्जनको विषय। जो दलहरू यहाँले भनेको भन्दा ठिक विपरीत अहिलेका जे एजेन्डा छन्, जसको यहाँले विरोध गरिराख्नु भएको छ, ती एजेन्डाको पक्षमा वकालत गर्छन् र ती कुराहरूलाई चाहिँ संरक्षण गर्नुपर्छ भनेर जनतासम्म पुगिराखेका छन् नि, उनीहरू नै फेरि किन निर्वाचित भएर आइराखेका छन् त? चाहे कङ्ग्रेसको कुरा गरौँ, एमालेको कुरा गरौँ, माओवादी अहिले नेपाली कम्युनिस्ट पार्टीको कुरा गरौँ होइन, उनीहरू त फेरि जनताबाट अनुमोदित भइराखेका छन्। दुईचोटि त निर्वाचन भइसक्यो 74 र 79 मा। यसलाई चाहिँ कसरी हेर्ने त? यसलाई यसरी हेर्ने, यसलाई दुईटा कोणबाट हेरौँ।
एउटा चाहिँ जनस्तरमा मतदाताको चेतनाको तय हेरौँ। नेपाली जनताले मतदान गर्दा के कुरालाई आधार बनाउँछन्, कस्ता कस्ता कुरालाई भनेर एउटा रिसर्च गरौँ न, तपाईँहरूले गर्नुहोस् न। नेपाली जनताले मतदान गर्दा मैले त्यो रामप्रसाद चाहिँ ठिक मान्छे हो, तर रामप्रसादसँगै त्यो हरिबहादुर जोडिएर आउँछ, त्यो हरिबहादुरले मलाई गत वर्ष आँखा तर्या थियो, त्यो रामप्रसादलाई मैले भोट हालेँ भने हरिप्रसादको फुर्ती बढ्छ, त्यस कारणले उसलाई भोट हाल्न हुँदैन। यसरी पनि भोट हाल्छन् नेपालीले। एक दोस्रो कुरा, इमिडिएट लाभका आधारमा पनि भोट हाल्छन् कतिपयले, सबैलाई भने होइन। कतिपय चाहिँ हाम्रो बाबुबाजेको पालादेखि हामी फलाउनलाई भोट हाल्दै आएको, उसैलाई हाल्नुपर्छ भन्छन्। कतिपय चाहिँ अहिले त यो चाहिँ पक्षलाई, यो व्यक्तिलाई भोट हाल्यो भने विदेश जान भिसा पाइन्छ, युरोप अमेरिका जानलाई भिसा पाइन्छ भनेर भोट हाल्ने पनि छन् अहिले, सिफारिस चल्छ भनेर होइन। त्यसैले जनताले भोट हाल्ने बेलामा देशको भविष्य कस्तो होला भनेर विचार गरेर भोट हाल्ने गरेका छन् त्यस्ता मान्छे पनि छन्, तर कति छन् यो कुरा। मदनजी, एउटा कुरा हामीले कहिल्यै बिर्सन हुँदैन, अमेरिका संसारको एउटा चाहिँ शक्तिशाली मुलुक छ अहिले, तर ऊ आजभन्दा करिब 300 वर्ष अगाडि जति बेला आजको अमेरिका एउटा राज्य बनेर आयो, त्यो बेला उसले कस्तो व्यवस्था गर्यो भने निकै ठुलो प्रजातान्त्रिक अभ्यास गर्ने भन्यो। त्यो प्रजातान्त्रिक अभ्यास पनि उदाहरण स्थापित गर्ने संसारमा भन्यो, मानवाधिकार र प्रजातन्त्रको होइन। अहिले पनि अमेरिकाले वकालत गर्छ, कति कार्यान्वयनमा छ, कति दोहोरो नीति छ, त्यो बेग्लै कुरा हो। तर अमेरिका सुरुवातदेखि त त्यो एउटा अडानमा बस्यो नि त होइन, प्रजातन्त्र, मानवाधिकार, नागरिक अधिकार, स्वतन्त्रताको कुरामा। तर त्यो अमेरिकाले जनतालाई मतदान गर्न दिन्छ, राष्ट्रपति चुन्न पाउँछ। अमेरिकाको जनताले मतदान कसलाई गर्छ भने मतदातालाई गर्छ, इलेक्टोरल कलेज भन्छ। यस, राष्ट्रपतिलाई चुन्न पाउँदैन, राष्ट्रपतिको मतदातालाई, राष्ट्रपतिलाई मतदान गर्ने मान्छेलाई चुन्छ अमेरिकी जनताले, अनि त्यो मतदाताले चाहिँ अनि राष्ट्रपति चुन्छ होइन। किन त्यसो गरेको भनेदेखि भिडले कहिलेकाहीँ राम्रो निर्णय नगर्न सक्छ, विवेक प्रयोग गर्दैन भिडले, हुइमका आधारमा, गलत सूचनाको प्रभाव भएको आधारमा पनि भिड प्रभावित भएर कार्यकारी प्रमुख चुन्न सक्छन्। त्यस कारणले जति अमेरिका सञ्चालन गर्न नेतृत्व योग्य हुनुपर्छ, त्योभन्दा बढी योग्य चाहिँ मतदाता हुनुपर्छ भनेर मतदाता हुन योग्य मानिसहरूको चुनाव हुन्छ पहिला। त्यहाँबाट 500 जति करिब मानिसहरू छानिन्छन् हरेक राज्यबाट, त्यहाँ पनि फिक्स छ कुन कुन राज्यबाट कति होइन भनेको। अब तपाईँलाई यही नेपालमा तपाईँसँग सम्बन्ध मिल्छ भने यो प्लिज भन्नुहोस्। तर नेपालमा चाहिँ अहिले के देखियो भने हामी संसदीय प्रणाली अवलम्बन गरिराखेका देश होइन। पहिला सांसद चुन्ने, सांसद चुनिसकेपछि ऊ प्रधानमन्त्रीको लागि योग्य भइ नै हाल्यो, त्यसपछि संसदीय दलबाट को निर्वाचित हुन्छ, त्यहाँ को चुनिन्छ, त्यसपछि त्यो प्रधानमन्त्री। अब दलहरूको पछिल्लो अभ्यास हेऱ्यो भने चाहिँ प्रमुख राजनैतिक दलहरूले प्रस्तावित प्रधानमन्त्री भनेर त्यो प्रत्यक्ष निर्वाचित राष्ट्रपति वा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री कार्यकारी जस्तो हुन्छ त्यो तरिकाले चाहिँ पहिल्यै घोषणा गरेर अहिले जे जसरी गइराखेका छन् नि, र त्यसको आधारमा चाहिँ उनीहरूको अनुहारको आधारमा चाहिँ आफ्ना उम्मेदवारहरूलाई चाहिँ त्यो प्रचार प्रसारको अहिलेको शैलीदेखि लिएर उनीहरूको एजेन्डा नै अनुहार जसरी प्रस्तुत भइराखेको छ, यसलाई चाहिँ कसरी हेरिराख्नु भएको छ व्यवस्था एउटा। तर अहिले जे दलहरू अहिले चाहिँ यो अभ्यास हुनुभन्दा अगाडि पनि एउटा अभ्यास एउटा सैद्धान्तिक रूपमा मुद्दा बनेर ल्याइराखेको कुरा के छ भने प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख भयो भने सरकार स्थायी हुन्छ भनेर प्रचारमा ल्याइयो। अनि सरकार स्थायी हुन खोज्दा चाहिँ सिंहदरबार जलाएर सरकार ढाल्यो होइन। एउटा प्रधानमन्त्रीलाई 5 वर्ष थेग्न नसक्ने, नखोज्ने, अनि एउटा व्यक्तिलाई सिधा चुन्ने, उसलाई 5 वर्षको लागि चुनिसकेपछि 5 वर्ष राष्ट्र प्रमुख भएर या कार्यकारी प्रमुख भएर बसेको व्यक्तिले अर्को 10 वर्ष चाहिँ अब म जोगी हुन्छु, अब म राजनीति छोड्छु भन्छ। त्यसपछि उसले राज्य संयन्त्रमा आफ्नो पुरै पकड बनाउँछ। त्यसपछि उसले गराउने चुनावमा उही मात्रै जित्छ। उत्तर कोरियामा पनि चुनाव हुन्छ नि, मार्कोसले पनि चुनाव गराउँथ्यो नि। मार्कोस तानाशाह त जननिर्वाचित तानाशाह हो नि, प्रत्यक्ष कार्यकारी चुनिने हो नि फिलिपिन्समा होइन। 25 वर्षपछि जनताले आन्दोलनबाट धपाउनु पर्यो।
ऊ त्यही जिम्बाब्वेमा अफ्रिकाको रोबर्ट मुगाबेलाई पहिला प्रधानमन्त्री पछि राष्ट्रपति चुनेको हो नि जनताले। उसले पनि चुनाव गराइराख्थ्यो 5 वर्षमा, हरेक पटक चुनाव गराइराख्थ्यो, तर 37 वर्षपछि जनताले आन्दोलन गरेर हटाउनु पर्यो, किनभने उही जितिरहेको थियो। हिटलर पनि प्रत्यक्ष निर्वाचित राष्ट्र प्रमुख हो नि, कार्यकारी प्रमुख हो नि, तर उहाँ आफै जित्नुहुन्थ्यो। दोस्रो पटक चुनाव गराउँदै आफै जित्ने। यदि त्यो युद्ध नभएर उहाँ बसिराखे भए उहाँ जितिराख्नुहुन्थ्यो होला। संसारमा यस्ता धेरै उदाहरण छन् कि निर्वाचितबाट। नेपालमा पनि अहिलेको के हो भनेदेखि सैद्धान्तिक रूपमै प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख भयो भने चाहिँ सरकार स्टेबल हुन्छ भन्ने कथित एजेन्डा ल्याउन खोजियो नेपालमा। त्यसको लागि नेपालमा एक्सेप्टेबल नभएको जस्तो भइसकेपछि अहिले अभ्यास कसरी गरिएको छ भने ती दलहरू, त्यो पक्षहरू, त्यस्तो विचारमा सहमत हुनेहरूले हाम्रो प्रधानमन्त्री फलानु, हाम्रो प्रधानमन्त्री फलानु भएर व्यक्तिका नाममा घोषणापत्र भन्दा, पार्टीको नीति कार्यक्रम योजना सपना भन्दा महत्त्वपूर्ण चाहिँ व्यक्तिलाई बनाएर जसरी प्रस्तुत गरिएको छ नि, हामी त एकपछि अर्को खाडलमा जाने बाटो बनाइरहेछौँ के। अनौठो यहाँ कस्तो भन्दाखेरि जति बेला संविधान निर्माणमा त्यो बहस चल्दै थियो, माओवादी त्यति बेला प्रत्यक्ष निर्वाचितको बहुत ओकालत गरिराखेका देखिन्थ्यो त्यति बेला। अहिले माओवादी नेपाली कम्युनिस्ट पार्टी बनेको छ, ऊ चाहिँ अहिले जसरी प्रस्तावित प्रधानमन्त्री छ त्यो रेसमा देखिँदैन। तर नेपाली कङ्ग्रेस जो संसदीय अहिलेको व्यवस्थाको चाहिँ त्यति बेला बडो प्रखर ओकालतकर्ता थियो, नेपाली कङ्ग्रेसले गगन थापालाई, नेकपा एमाले त्यो मिश्रित जस्तो भन्थ्यो, तर अहिले उसले फेरि प्रधानमन्त्रीको प्रस्तावितमा केपी शर्मा ओलीलाई, रासोपा ऊ पनि आफ्नो प्रस्तावित प्रधानमन्त्रीको रूपमा बालेनलाई, यो अलि विरोधाभास जस्तो लाग्दैन यहाँ हेर्दाखेरि? विरोधाभास छैन यसमा, अलिकता नियोजित पनि छ। यसमा यस्तो छ, हेर्नुहोस्, अब हामीले जतिसुकै भने पनि अहिले नेपाली जनता सुन्ने मुडमा छैन, तैपनि भन्नुपर्छ नि, सत्य कुरा चाहिँ भनिराख्नुपर्छ। नेपाली राजनीति नेपालीहरूको हातमा छैन, यो देख्नेले देखेका छ, हामीले देखेका छौँ कसको हातमा राजनीति छ भन्ने कुरा। हामी जस्तै केही मानिसहरूले या धेरै मानिसहरूले देखेका छन् नेपाली राजनीतिमा पुतलाहरू राखेर काम भएको छ। तपाईँलाई एउटा सामान्य उदाहरण दिन्छु, यही अहिलेकै चुनावको कुरा गर्नुभएको छ नि, काङ्ग्रेस र एमाले मिलेर सरकार बनाए होइन, त्यो आफैमा एउटा प्रमुख प्रतिपक्ष र लार्जेस्ट पार्टी मिलेर सरकार बनाएर विपक्षी भूमिकालाई कमजोर बनाउनु हुँदैन थियो, त्यो गलत थियो, तर बनाएपछि एउटा फाइदा भयो। के फाइदा भयो? के फाइदा भयो भने विदेशीले जे भन्छन् त्यो गर्दै जानु नपर्ने स्थिति आयो, कसैले पनि ढाल्न नसक्ने भयो अब होइन। प्रमुख राजनीतिक दलहरू दुईटै दल मिलेर सरकार बनाइदिएपछि एकातिर चिन्ता के थियो? विपक्षी भूमिका कमजोर भयो। अर्कोतिर राम्रो कुरा के भयो भने विदेशी वा डिप स्टेटको निर्देशन र इच्छा योजना अनुसार काम गर्नु नपर्ने भयो। अब त्यो सरकारले आफ्नो निर्णय आफै गर्न पाउने सक्ने भयो, गर्यो पनि। कतिपय निर्णय, ठुला निर्णय, इमिडिएट लाभ हुने निर्णय त गर्न सकेका थिएन। त्यसपछि त्यो सरकार ढाल्न भित्री रूपमा अनेकौँ प्रयास भयो, डिप स्टेटबाट, बाह्य शक्तिबाट अनेकौँ प्रयास भयो। शेरबहादुरजीलाई काउन्सिलिङ गरियो, शेरबहादुरजीलाई पटक पटक भनियो यो गठबन्धन छोडिदिनु पर्यो भनेर, तर मान्नु भएन। शेरबहादुरजीले मानेको भए त्यो गएको भदौमा भएको त्यो जेएनजीको नाममा जुन विध्वंस भयो नि, त्यो नै हुँदैन थियो। त्यो सरकार चाहिँ नै परिवर्तन गर्न मानेको भए। केवल एउटा सरकार परिवर्तन गर्नको लागि कत्रो देशले क्षति बिहोर्नु पर्यो? कहिल्यै पुरा नहुने क्षति बिहोर्नु पर्यो, कहिल्यै। मान्छेले त भने होला सिंहदरबार जल्यो त के भयो, अर्को बन्छ, अनि सिंहदरबारको सिलिङमा भएको पेन्टिङ बन्छ। अब त्यो मेटेरियल पाउन सक्छ, यहाँ 1 खर्ब तिरेर पनि पाउन सकिन्छ। त्यहाँ भएको एन्टिक डकुमेन्टहरू जति पनि छ, हिस्टोरिकल डकुमेन्टहरू पाउन सकिन्छ। सिंहदरबार जल्ने भनेको घर मात्रै जलेको हो र? हाम्रो इतिहास जलेको, हाम्रो शान जलेको। सर्वोच्च अदालत जल्दा वीर शमशेर र विभिन्न राणा प्रधानमन्त्रीहरूले 38 फिट लामो, 40 फिट लामो एउटै कागजमा बाँसका कलमले लेखेर गरेका फैसलाहरू, हिस्टोरिकल फैसलाहरू जल्यो। नेपालको शान जल्यो, नेपालको मौलिकता जल्यो। त्यहाँ चाहिँ तपाईँले एउटा पार्टीको सहकारी ठगमा परेको पार्टीको उसको डकुमेन्ट मात्रै जल्यो भने ठाने होइन नि।
त्यो डकुमेन्टहरू जलाउन खोज्दाखेरि ऐतिहासिक दस्तावेजहरू जल्यो सर्वोच्च अदालतमा। त्यसको क्षतिपूर्ति हुन्छ, सर्वोच्च अदालत अर्को घर बनाएर हुँदैन नि। यो के को लागि गरियो सब कुरा भन्दा सरकार एउटा ढाल्नको लागि, 84 को चुनाव अहिले गराउनको लागि, 82 मा गराउनको लागि आवश्यक थियो थिएन। यो किन मैले जोडिरहेको छु भने अब के आछ, व्यक्तिमा फोकस गरियो, त्यस्ता व्यक्तिहरूलाई धपाइयो जो व्यक्तिले विगतमा गल्ती गरेकै हुन्, भ्रष्टाचार नियन्त्रण नगरेकै हुन्, कतिपय पात्रहरू भ्रष्टाचारमा जोडिएको देखिएकै हो, विगतमा जनतालाई राम्रो डेलिभरी दिन नसकेको पनि हो। तर ती व्यक्तिहरू कति बेला आएर चाहिँ विस्थापित गरिए भने जति बेला चाहिँ डिप स्टेटवालाहरूले वा अदृश्य शक्तिले वा विदेशी शक्तिले वा बाह्य शक्तिले उनीहरूको इच्छा योजना अनुसार चल्न नसक्ने नखोज्ने भएपछि मात्रै त्यस्तो विध्वंस रचेर ढालियो के होइन। अब मानिसलाई जुन डिप स्टेटको कुरा गरिराख्नु भएको छ नि, यसलाई परिभाषित गर्नुहोस् त। डिप स्टेट भने चाहिँ के हो? यो डिप स्टेट भने जस्तो हामीले फर्मल्ली त फलानु फलानु देश छ, सरकार छ, राष्ट्रपति या प्रधानमन्त्री या राजा छ, हामी देख्छौँ होइन, त्यो चाहिँ देखिने राज्य भयो। डिप स्टेट दुई प्रकारको छ। एउटा चाहिँ राज्यहरूले नै खडा गरेको हुन्छ, गुप्त रूपमा विभिन्न निकायहरू, राज्यले नै विधिवत खडा गरे हुन्छ, तर उसको काम चाहिँ भूमिगत हुन्छ, काम गोप्य हुन्छ। आफ्नो देशको हितमा त्यो राज्यको निकायले गुप्त रूपमा जुन काम गर्छ त्यसलाई पनि डिप स्टेटको काम भनिन्छ। इन्टेलिजेन्स एजेन्सीहरू एक विभिन्न। दोस्रो डिप स्टेट चाहिँ कतिपय व्यापारिक कम्पनीहरू छन् अन्तर्राष्ट्रिय स्तरका, कतिपय धार्मिक सङ्घ संस्थाहरू छन्। जस्तै तपाईँले हेर्नु भने भ्याटिकन सिटीले के काम गर्छ? भ्याटिकन सिटीले धर्म प्रचारको मात्रै काम गर्छ? डिप स्टेटको भूमिका पनि निर्वाह गर्छ। त्यस्तै अरू विभिन्न निकाय छन्। जस्तै तपाईँ नेपालमा पनि थियो ओपन सोसाइटी भन्ने, त्यो जर्ज सोरस भन्ने, अहिले त अमेरिकामा अलिकता त्यहाँ कन्ट्रोभर्सीमा ल्याएको छ, आएको छ, त्यो बेग्लै कुरा हो। तर उसले यतिका वर्षसम्म उसको भूमिका के थियो भने विभिन्न देशका सरकारहरू बनाउने, भत्काउने, विभिन्न व्यक्तिहरूलाई माथि उचाल्ने, तल गिराउने, त्यो सब भूमिका कसले गरिरहेको थियो? नेपालमा गिरिजा प्रसादको पिए हरि शर्मा त्यसको प्रमुख होइन, त्यो ओपन सोसाइटीको। अनि उनीहरूले चाहिँ के काम गर्थे? कसलाई लगानी गरेका थिए? दुई कोर्रा हान्यो भनेदेखि बोल्छन् नि उनीहरू पनि, हान्ने कसले भन्ने कुरा मात्रै हो होइन। उनीहरू पैसा बाँड्न बस्थे, उनीहरू सरकार फाल्ने, सरकार ढलाउने, बचाउने व्यवस्था बदल्ने, अनि पोलिसी मेकिङ लेभलमा चाहिँ यो आफ्नो पक्षमा काम गराउने, त्यस्तो काम गराएर बस्थे। एनजिओ आइएनजिओ कतिपय के काम गर्छन्? डिप स्टेटको भूमिका निर्वाह गर्छन्। यस्ता अनेकौँ संस्थाहरू छन्। उनीहरूको काम भनेको के हो भने संसारभरिको रिसोर्स आफ्नो हातमा ल्याउने, संसारभरि रुल आफूले गर्ने। नेपालमा चाहिँ के शक्तिको हिसाबमा त नेपालमा चाहिँ डिप स्टेट किन सक्रिय भयो भने यहाँनिर हाम्रो रिसोर्स चाहिँ आइडेन्टिफाई हुन बाँकी छ। हाम्रो रिसोर्सको प्रयोग गर्ने सवालमा त हामीले देख्या जलस्रोत छ भन्ने छ, अनुमानका भरमा या मानिसले अध्ययन गरेर भनेका छन्, अनुमानकै हो त्यो पनि, अहिले प्रमाणित नभएसम्म युरेनियम छ भनेका छन्। त्यो त सब भन्ने कुराहरू छ, तर प्रयोग हुने कुरा चाहिँ पानी संसारले सबैले प्रयोग गर्न पाउँदैनन् अहिलेलाई। हुन त बोतलमा प्याक गरेर त पाइन्छ, अरू प्रकारले प्रयोग गर्न सकिँदैन होइन। हाम्रो प्राकृतिक रिसोर्सको कारणले डिप स्टेट यहाँ सक्रिय भएको होइन। हामी कहाँ डिप स्टेट सक्रिय भएको चाहिँ कारण के हो भने हाम्रो छिमेकमा 5000 वर्ष पुराना सभ्यता भएका मुलुकहरू छन्, चीन र भारत। सभ्यता कति पुरानो? 5000 वर्षभन्दा पुरानो। जनसङ्ख्या कति? विश्वको सबभन्दा बढी, दुवैतर्फ। रिसोर्स पनि त्यत्तिकै छ। अनि यी दुईटा देशको इकोनोमी कसरी गइरहेछ भनेदेखि जो अहिलेसम्म शक्तिशाली बनेर बसेका छन् उनीहरूलाई नै चुनौती हुने गरी उनीहरूको इकोनोमी त्यसरी माथि गइरहेछ, प्राविधिक विकास त्यसै गरी गरिरहेछन्, सैन्य शक्तिको विस्तार र विकास त्यसै गरी गरिरहेछन्। भनेपछि त्यो दुईटा देशलाई निगरानी गर्न, क्लोजली चाहिँ नै सुपरभिजन गर्न अर्थात् नजिकै रहेर निगरानी गर्नको लागि सबैभन्दा रणनीतिक रूपमा योग्य भूमि चाहिँ नेपाल भइदियो। यो दुवै देशलाई, दुवै देशका विरुद्ध डिप स्टेट खेल्न चाहन्छ। नेपालको बैरी होइन त्यो डिप स्टेट, तर
नेपाली भूमिलाई उपयोग गर्न, रणनीतिक उपयोग गर्न चाहन्छ, त्यसको लागि प्रधानमन्त्री उसैको मान्छे हुनु पर्यो, राष्ट्रपति उसैको हुनु पर्यो, मन्त्रीहरू हुनु पर्यो, सचिवहरू उसैको मान्छे हुनु पर्यो, सेनापति उसैको हुनु पर्यो, आइजिपी उसैको हुनु पर्यो। पोलिसी मेकिङ लेभलमा अर्थात् निर्णय गर्ने तहमा जति पनि मानिस हुन्छन् नि, त्यो सबै आफ्नो मान्छेहरू फिट गर्ने र आफ्नो नीति अनुसार काम गर्ने। त्यसको लागि डिप स्टेटले महत्त्वपूर्ण भूमिका निर्वाह गर्छ गुप्त रूपमा। सिधै कुनै देशको राजदूतले आएर यो मान्छेलाई टिकट देऊ भन्न मिल्दैन नि। जस्तै अहिले तपाईँले भन्नुहोस्, ऊ त्यहाँ काठमाडौँको यो 1 नम्बर क्षेत्रमा पर्छ सिंहदरबार। सिंहदरबार जलाउनलाई उत्सव मनाउने एकजना केटी छिन् के नाम, के बम भन्ने, त्यो बमलाई काङ्ग्रेसको टिकट दिन खोजियो क्या यसपालि, नेपाली काङ्ग्रेस पार्टीको। सिंहदरबार जलाइएको छ, सर्वोच्च अदालत जलाइएको छ, जलाउने कुराको अगुवाई गर्ने व्यक्तिलाई त्यही क्षेत्रबाट संसदको टिकट दिन खोजियो। कहीँ ठाउँमा दिएको छ, डिप स्टेटले उपलब्ध गराएको छ विभिन्न पार्टीहरूमा। तर त्यहाँ व्यापक विरोध भइसकेपछि प्रबल थापा नामको युवकलाई चाहिँ नि, युवा नेतालाई चाहिँ टिकट दिएको बाध्यताले। नत्र अनेक ढङ्गले त्यस्ता डिप स्टेटहरू अनेक रूपमा सक्रिय हुन्छन्, हेर्नुहोस्, छन् नेपालमा र उनीहरू आफ्नो अनुकूलताको लागि काम गर्छन्। अब हामी निर्वाचनमै केन्द्रित थियौँ। अहिलेको यो निर्वाचन जे जसरी प्रतिस्पर्धा अगाडि बढिराखेका छ, राजनैतिक रूपमा जे पात्रहरू अगाडि आइराखेका छन्, यसलाई चाहिँ पात्रहरूको सम्बन्धमा चाहिँ यहाँको धारणा के छ? अनि कोही असल छन्, कोही खराब छन् पात्रहरूको बारेमा। जस्तो प्रस्तावित प्रधानमन्त्रीहरूमध्ये यहाँले चाहिँ हेर्नु पर्यो भने उनीहरूको विगत, उनीहरूको एजेन्डा र उनीहरूको अहिलेको पात्रतालाई विश्लेषण अथवा उनीहरूको चरित्रलाई विश्लेषण गर्दा सबभन्दा पहिलो कुरो सैद्धान्तिक रूपमा यो गलत छ। मैले यसलाई किन सिरियसली लिँदिनँ भने पात्रहरू अहिलेको पोलिटिकल सिस्टम चाहिँ वर्णशङ्कर हो। यो अलिकता संसदीय प्रजातन्त्र जस्तो अलि बढी, अनि फेरि त्यसैमा फेरि संसदीय के अरे समानुपातिक प्रणाली पनि मिसाइदिया छ, त्यसैले यो वर्णशङ्कर हो, ठिमा प्रणाली हो। अनि यो मानौँ यसलाई हामीले अहिले बुझ्नलाई संसदीय प्रजातन्त्र छ भनेर बुझ्ने हो भने संसदीय प्रजातन्त्रमा प्रधानमन्त्री बन्नको लागि कतिवटा चरण पुरा गर्नुपर्छ। पहिलो कुरा, सम्बन्धित व्यक्तिले चुनाव जित्नु पर्यो। दोस्रो कुरा, त्यो व्यक्ति आबद्ध रहेको पार्टीले बहुमत ल्याउनु पर्यो। दोस्रो कुरा, नभए लार्जेस्ट पार्टी बन्न सक्नु पर्यो कम्तीमा। दोस्रो कुरा। तेस्रो कुरा, बनिसकेपछि त्यो दलको संसदीय दलको नेता बन्न सक्नु पर्यो। तेस्रो चरण। त्यसपछि चौथो चरण, अनि संसदबाट निर्वाचित हुनु पर्यो। 4वटा चरण पुरा गर्नुपर्छ एउटा व्यक्ति प्रधानमन्त्री हुन। अहिले कुनै व्यक्तिले, कुनै पार्टीले, कुनै पक्षले, कुनै समूहले, कुनै ग्याङले हाम्रो फलानु प्रधानमन्त्री भनेर घोषणा गरेर हुन्छ? 4वटा चरण पुरा गर्नुपर्छ। त्यसैले यो 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 वाहियात कुरा हो। तपाईँ यसलाई खारेज गरिदिनुहोस्। यो कन्सेप्ट नै गलत हो, यसको केही अर्थ छैन। तपाईँ एकछिन, अर्को कुरा, प्रधानमन्त्री भनेर जे आइराखेको छ नि, त्यसले चाहिँ उहाँहरू चाहिँ त्यो पछि चाहिँ संसदीय व्यवस्थामा यहाँले जुन भन्नुभयो 4वटा चरणको विषय, उसले आफैले पनि जित्नु पर्यो, त्यसपछि दलमा आउनु पर्यो, संसदीय दलको नेता, त्यो ठिक हो। संविधानमा हेऱ्यो भने, हाम्रो सरकार निर्माणको संविधानको धारा 76मै हेऱ्यो भने पनि त्यो कुराहरू त्यो गर्नै पर्छ, यहाँले भने ठिक हो। तर उनीहरू चाहिँ एउटा फेस देखाएर अहिले जुन अगाडि बढिराखेका छन् नि, यी देखिएका व्यक्तिहरू जो चाहिँ हामी यदि हाम्रो दलबाट प्रधानमन्त्री भोलि चाहिँ उम्मेदवार बनाउनु पर्यो निर्वाचित भएका मध्ये भने हामी चाहिँ यदि उहाँ पनि निर्वाचित भएर आउनुभयो भने उहाँको नेतृत्वमा हामी सरकारमा जान्छौँ भनेर जे देखाइएको छ नि, र यसलाई चाहिँ यी देखाइएका मध्ये चाहिँ मैले अब यसलाई यस्तो हेर्नुहोस्, मैले यो व्यक्तिको बारेमा अहिले सकारात्मक नकारात्मक कुरा गरेँ भने मानिसको बुझाइ कस्तो हुन्छ भने यो चाहिँ यो पक्षको मान्छे रहेछ भनेर लगाइदिन्छ के। त्यसको त्यो हामीले कुनै तर्क दिनुको, कुनै तथ्यमा आधारित भएर बोल्नुको अर्थै रहँदैन। त्यस कारणले अहिले बहस यो व्यर्थ बहस हो, यो निरर्थक हो। यस्तो बहस बढाउनु हुँदैन। भोलि गएर संसदमा चुनिएर आइसकेपछि त्यसपछि कुन दलको को व्यक्ति चाहिँ प्रधानमन्त्री बन्न योग्य छ भनेर त्यसबेला छलफल गर्न सकिन्छ, त्यसबेला बहस गर्न सकिन्छ। तर अहिलेको सवालमा को छन् भन्नुहोस् त, को छन् प्रधानमन्त्री? अझै बिचमा त कहाँसम्म पनि कुरा आयो भने यी प्रस्तावित व्यक्तिहरू मध्येबाटै त्यो बहस जसरी अमेरिकामा प्रेसिडेन्सियल जुन खालको त्यो डिबेट गराइन्छ त्यो खालकोसम्म कुरा पनि आयो नि। अनि कुरा त आउन सक्छ, अनेकौँ कुराहरू आउँछन् बजारमा,
आउन सक्छ, बहस गराउन सक्छन् मानिसहरूले, या विभिन्न पार्टीका अध्यक्षहरूको बिचमा बहस गराउन पनि सक्छन् चुनावी मैदानमा, त्यो कुनै ठुलो कुरा होइन। व्यक्तिहरूलाई अगाडि सार्ने र यो व्यक्ति आइसकेपछि समाधान भन्ने कुरा अहिले मात्रै होइन कि 64 सालमा चाहिँ प्रचण्डको त्यो खालको देखिन्थ्यो, संविधान जारी हुँदै गर्दाखेरि ओलीको त्यो खालको देखिन्थ्यो, र पछिल्लो समय फेरि विभिन्न व्यक्तिहरू आइराख्नु भएको छ। यो एउटा श्रृङ्खलाकै रूपमा किन अगाडि बढिराखेको छ? एउटा व्यक्तिमा आशा टिकाउने, त्यसपछि फेरि भङ्ग हुने, फेरि अर्को व्यक्ति पुग्ने। हामी कहाँ नेपालमा एउटा त्यस्तो व्यक्ति अहिलेसम्म प्रमाणित भएको छैन जुन व्यक्तिले देश बिगार्न सकोस्। बनाउने कुरा छोड्नुहोस्, देश बिगार्न पनि सक्ने क्षमताको पनि देखा परेको छैन। देश बनाउन सक्ने कुराको विषयमा अहिले हामीले धेरै तल गएर हामी छलफल गर्न आवश्यक देख्दिनँ। तपाईँले धेरै जोड गर्नुभयो, सैद्धान्तिक रूपमा भन्नुहुन्छ भने यो गलत छ, यो अभ्यासै गलत हो। तथापि मानिसमा रुचि भयो, कुन कुन दल सम्भाव्य व्यक्ति, एउटै दलबाट 3-4 जना मानिस सम्भावित प्रधानमन्त्री हुनसक्छ। जस्तै तपाईँले नेपाली काङ्ग्रेस भन्नुभयो, नेपाली काङ्ग्रेसमा सम्भावित प्रधानमन्त्री कसलाई भन्नुहुन्छ तपाईँले? सम्भावित प्रधानमन्त्री शेखर कोइराला पनि हो, कतिपय मानिसले गगन थापा पनि ल्याछन् होइन। सुन्नुहोस् है, शेखर कोइराला पनि सम्भावित प्रधानमन्त्री, अनि गगन थापा पनि सम्भावित प्रधानमन्त्री, विश्वप्रकाश शर्मा लड्या भए विश्वप्रकाश पनि सम्भावित प्रधानमन्त्री नेपाली काङ्ग्रेसमा। नेकपा एमालेमा हेर्नुभयो भने केपी ओली सम्भावित प्रधानमन्त्री, केपी ओलीले इच्छा राख्नुभयो भने अरू कोही मान्छेलाई तोकिदिनु भयो भने अरू कोही सम्भावित प्रधानमन्त्री छ त त्यहाँ पनि होइन। त्यस्तै यो के अरे यो सहकारीवाला के सहकारी उसमा परेको पार्टी, अब यो पार्टीमा पनि हेर्नुभयो भनेदेखि त्यहाँ रासोपा, यो पार्टीमा पनि हेर्नुभयो भनेदेखि तपाईँको त्यहाँ पनि 3-4 जना मान्छेहरू प्रधानमन्त्री बन्न भएर राजनीति गर्नेहरू छन्। प्रधानमन्त्रीभन्दा तलतिरको त के जागिर खानु भने जस्तो पो कुरा गर्छन् होइन। भने मतलब विभिन्न समूहहरूमा विभिन्न प्रकारले मानिसहरू प्रधानमन्त्री बन्न भनेर हिँडेका छन्। तर त्यही आधारमा हामीले धेरै ठुलो बहस चलाउनु पर्दैन। बहस चाहिँ चलाउँ संसदको निर्वाचन भएमा, निर्वाचन भइसकेपछि। अझै पनि डाउट छ र निर्वाचनै हुन्छ भन्नेमा? यो निर्वाचन कुनै आशा भरोसाको निर्वाचन होइन, कुनै निकास दिने निर्वाचन होइन। कुनै पनि न्यूमा अप्रत्याशित घटनाले यस्ता चाहिँ नै नक्कली निर्वाचनहरू विस्थापित हुन सक्छन्, खारेज हुन सक्छन्। अहिले पनि तपाईँ ढुक्क हुनुपर्ने स्थिति छैन। किन भन्नुहोस् न, यसो कारण छ। किन कारण छ? सम्पूर्ण तयारी कारण छ। सुन्नु 32 अर्बको त लगानी त केमा भयो छोड्नुहोस् न। तपाईँलाई म एउटा कुरा भन्छु, सबभन्दा पहिलो कुरो चाहिँ जेएनजीको निर्दोष भाइ बहिनीहरूलाई अगाडि सारेर नेपालको शत्रुले जुन घटना गरायो नि भदौ 24 गते, त्यो घटना गराइसकेपछि ल नागरिक सरकार बनाउने, यो चाहिँ सरकारलाई फाल्ने भन्ने कुरा भयो। सरकारले राजीनामा दियो अनि नागरिक सरकार बनाइयो होइन। नागरिक सरकार, त्यो नागरिक सरकार रहेछ त। बिस्तारै मुकुण्डो खोल्दाखेरि त सल्लाहकार पनि एउटा पार्टीको, अनि मन्त्री बनेर बसेका मान्छेहरू पनि एउटा पार्टीको। सबै त समय आएपछि त सबैले आफ्नो रूप देखाउँदै गएपछि त समग्र सरकारै एउटा पार्टीको रहेछ क्या, एउटा पक्षको। निष्पक्ष होइन रहेछ नि त, एउटा पार्टीको सरकार रहेछ नि त। षड्यन्त्रमूलक ढङ्गले बनाइएको रहेछ नि त एउटा पार्टीको सरकार। अब त एक्सपोज भयो नि। त्यस्तो सरकारले निष्पक्ष निर्वाचन नगराउने हुनाले कुनै पनि अप्रिय घटना हुन सक्छ। तर यो सरकार त सेनाकै आड भरोसामा बनेको होइन र? नेपाली सेनाको, नेपाली सेनाले यो सरकार बनाएको होइन। यो सरकार जसले बनायो, बनाउनेहरूको नाम हामीले लिन मिल्दैन। नेपाली सेना पनि तत्कालको अवस्थामा त्योभन्दा पनि खराब स्थिति बन्न नदिनको लागि ऊ पनि बाध्य भयो। एउटा सरकार चाहिन्थ्यो, एउटा सरकार बन्यो। नागरिक सरकार बनिएको छ भने ठिकै छ, पूर्व प्रधान न्यायाधीशको नेतृत्वमा नागरिक सरकार बनोस् भनेर सेनाले समर्थन गर्नु, साथ दिनु कुनै अस्वाभाविक कुरा थिएन। तर समयक्रममा चाहिँ त्यो नागरिक सरकार थिएन, छैन, होइन भन्ने पुष्टि भयो। यहाँले निर्वाचनको विषय अझै पनि त्यो ढुक्कता व्यक्त गर्न सकिराख्नु भएको छैन नि। कारण चाहिँ के हुँदाखेरि चाहिँ निर्वाचन हुने सुनिश्चित यहाँले देखिराख्नु भएको छ, र के हुँदै गर्दाखेरि अहिलेको जुन माहौल जसरी अगाडि यो निर्वाचन, मदनजी सुन्नुहोस्, यो निर्वाचन कुन उद्देश्यले गर्न खोजे? 2064 सालमा संविधान सभाको
को चुनाव भयो संविधान बनाउने उद्देश्यले। 2070 संविधान सभाको चुनाव भयो संविधान बनाउने उद्देश्यले। 2074 र 79 चुनावहरू भए कुन उद्देश्यले भयो भने अब वैधानिक सरकार चुनेर अब एउटा चाहिँ नि प्रक्रिया एउटा सिस्टमबाट काम गर्ने यो देशमा। अब राजनीतिक विवाद सकियो भन्यो नि त, अब हामी आर्थिक विकासमा केन्द्रित हुने भनेर संविधान अनुसार निर्वाचन गराउनु पर्थ्यो, गराइयो होइन। यो निर्वाचन किन गराएको भने यो निर्वाचन जसको सरकार हो उसैले जित्नको लागि बनाएको। यो निर्वाचनमा अरूलाई जित्न पाउने अधिकारै छैन। हेर्नु होला नि निर्वाचन परिणामले देखाउँछ। तर यो निर्वाचन यो जसको सरकार छ उसैले उसैले जित्न पर्ने गरी गराउने हो। अनि त्यो अवस्थामा अरू पक्षले हेरेर बस्छ, अरू पक्षले स्वीकार गर्छ। त्यसैले तपाईँ भन्नुहोस्, पहिलो कुरा यो निर्वाचन अहिले पनि डाउट छ हुनलाई। दोस्रो कुरा, निर्वाचन गराउने भनिसकेपछि त्यसले निकास दिनु पर्दैन। त्यत्रो ठुलो दुर्घटना भएको छ, गराइएको छ, आतङ्ककारी हमला गराइएको छ देशमा। त्यसपछि अब चाहिँ हामी निकास यसरी दिउँ है, यसरी एउटा राजनीतिक सहमति बनाऊँ, अनि चाहिँ एउटा सरकार चाहिन्छ त्यसपछि, अनि वैधानिकता चाहिँ यसरी दिउँ भन्ने ठाउँमा पुर्याउनु पर्नेमा चुनावबाट निकास हुन्छ। तर अहिले भनिराखिएको के छ भने अहिलेको जुन निर्वाचन छ नि, अहिलेको सरकार त यो कुनै संविधानको धारामा टेकेर बनेको सरकार त होइन होइन। यो सरकार त अवैधानिक भन्नुहोस् न, अवैधानिक असंवैधानिक तरिकाले यो सरकार आएको छ भनिसकेपछि यो असंवैधानिक सरकारलाई विस्थापित गर्नको लागि त अर्को निर्वाचन हुनु पर्यो र त्यहाँबाट आइसकेपछि त्यो सरकारले चाहिँ यो सरकारलाई विस्थापित गर्छ। दलहरूले गरिराखेका तर्क मदनजी एउटा दलहरू त अहिले त्यही बताइराखेका तपाईँ हामी विवेक प्रयोग गरौँ है। तपाईँ हामी मैले पनि सञ्चार पत्रकारिता क्षेत्रमा लामो समय बिताएको, यो देशलाई अलिकता राम्रोसँग गहिराइमा बुझ्ने कोसिस गरिराखेका होला। तपाईँलाई भनौँ यो जुन चुनाव गराउँदैछ नि, संविधान छ भनिएको छ होइन। हाम्रो संविधान विस्थापित भएको छ, अहिलेकै संविधान छ भने छ, यथावत छ होइन। यथावत संविधान छ भने अनि संसद विघटन भएको छ त। त्यो त सर्वोच्च अदालतमा अहिले पनि बहसकै विषय छ। त्यो संवैधानिक असंवैधानिक अब सुन्नुहोस् कुरा हो होइन। अब यो सबै कुरा अब जनतालाई भन्नको लागि त भनियो। अब सर्वोच्च अदालतमा विचार दिन्छ, कति दिन विचार गर्ने? यो चुनावभन्दा अगाडि नै विचार गर्नुपर्ने कुरा होइन त्यो। अब यो चुनाव गराइयो, मानौँ चुनाव सम्पन्न हुन सक्यो, चुनावले निकास नदेला, भोलि वितण्डा होला, त्यो बेला चाहिँ के गर्ने? यो पुरानो संसद बिउताएर समाधान खोज्न मिल्छ, सकिन्छ? पुरानो संसदलाई सुचारू गर्ने भनेको यो चुनावभन्दा पहिले नै हो। र वैधानिक रूपमा त छ त। वैधानिक रूपमा बीचमा के पनि देखियो भने जस्तो नेकपा एमाले पत्रकार सम्मेलन नै गरेर निर्वाचनभन्दा अगाडि नै यो अहिले अदालतमा जुन विचाराधीन छ यो विषयमा निर्क्युल हुनुपर्छ भनेर बतायो। बीचमा कङ्ग्रेसकै नेताहरू पनि प्रधान न्यायाधीशसँग त्यो संवादको लागि भन्ने तरिकाले समाचारहरू खबरहरू बाहिर आए। त्यो विषयले फेरि न्यायालयभित्र पनि एउटा हलचल ल्यायो भन्ने खालको कुराहरू समाचारहरू पनि बाहिर आयो। यो अहिले भित्रभित्र भइराखेको चाहिँ के छ यो विषयमा पनि बताउनुहोस् त। यो विषयमा चाहिँ खास सिधा तपाईँलाई भनौँ भने यो सर्वोच्च अदालतलाई म उच्च सम्मान गर्छु। न्यायालयलाई सम्मान हरेक मानिसले गर्नुपर्छ, हामी सबैले मान्छौँ। तर न्यायालयको पनि मानमर्दन गरिएको छ। न्यायाधीशहरू आफैले हामी सुरक्षित रहेनौँ, हामी कसरी सुरक्षित रहने भनेर चाहिँ पत्रकार सम्मेलन गरेर भन्नु पर्यो। न्यायालय जल्दाखेरि दमकल पठाइदेऊ भन्दा सम्बन्धित निकायले नपठाएको अवस्था थियो। अहिले न्यायाधीशहरूको ज्यानको सुरक्षा गरियो भने यो निर्णय चुनावभन्दा अगाडि नै हुनसक्छ। तर कसले गर्ने सुरक्षा हो ग्यारेन्टी? त्यो त सुरक्षा निकायले गर्नुपर्ने होला, सेना प्रहरी। अहिले किन निर्णय हुन सकेको छैन र हुँदैन भनेदेखि, त्यो बेलासम्म हुँदैन भने न्यायाधीशहरूको ज्यानको सुरक्षा हुनु पर्यो। अनि तपाईँ देश कसले चलाएको छ भनेर किन मलाई सोध्नुहुन्छ? थाहा छ, मै पनि सबै कुरा भन्न सकिरहेको छैन क्या मदनजी। थाहा पाएको जति सबै भन्नै नसकिने अवस्थामा छौँ हामी। मलाई पनि कता कता ज्यानकै माया होला। त्यसैले हामी यति कुरा बुझौँ, साधारण कुरा बुझौँ, साधारण तरिकाले निर्णय गरौँ। सिंहदरबार जसले चलायो उसैको सरकार हो, चुनावमा उसैलाई जिताउनको लागि सम्पूर्ण प्रयास हुन्छ, यसरी बुझौँ। यस्तो चुनावले निकास दिन्छ कि विनाश दिन्छ त्यसपछि अनि तपाईँ हामी छलफल गरौँला।
अहिलेमा चाहिँ अब केही जुन निर्वाचन क्षेत्रहरू जे जसरी आइराखेको छ त्यतातर्फ पनि मैले यहाँको केही राय विश्लेषण जान्न चाहेँ। अहिले अब चर्चामै यहाँले सिधै पात्रलाई केन्द्रमा नराखौँ त अगाडिदेखि बताइराख्नु भएको छ, तर निर्वाचन क्षेत्र कि जस्तो अहिले मधेसमा चाहिँ अलि राजनीतिक जो विगतमा चाहिँ काठमाडौँ वा पहाडतिरै लगातार त्यो प्रतिस्पर्धा गर्दै आइराखेका व्यक्तिहरू पनि जुन तराई झरिराखेको जुन देखिराखेको छ नि, किन तराई चाहिँ यति धेरै नेपालको राजनीतिमा थप त्यो महत्त्वपूर्ण बन्दै गयो? जनसङ्ख्या हो वा अरू के कारणले यो लाग्छ तपाईँलाई? एउटा त जनसङ्ख्या पनि हो, जनसङ्ख्या तराईमा बढ्दै गएको छ धेरै पहिलेदेखि नै, त्यो ट्रेन्ड हो। जनघनत्व बढेकोले पनि एउटा कारण त त्यही हो। दोस्रो कुरा चाहिँ यसपटक चाहिँ एउटा फरक छ, कतिपय पार्टीका मुख्य नेताहरू पहिले काठमाडौँबाट चुनाव लड्थे, यसपटक चाहिँ काठमाडौँभन्दा बाहिरबाट चुनाव लड्न गएका छन्। काठमाडौँमा चुनाव लड्ने मानिसहरू चाहिँ ती मुख्य नेतामध्ये मलाई लाग्छ कोही पनि छैन, त्यसले गर्दाखेरि पनि बाहिरको चर्चा बढी भएको हो। अहिले जस्तो अहिले सुरुवात चाहिँ झापा 5मा चाहिँ कसरी हेरिराख्नु भएको छ? त्यहाँ 4-5वटा पार्टी चुनाव लडिरहेछन्। त्यसमा प्रस्तावित प्रधानमन्त्रीहरू, नेकपा प्रस्तावित प्रधानमन्त्री भन्दा पनि एकजना पूर्व प्रधानमन्त्री र नेकपा एमालेको अध्यक्ष लड्नु भएको छ, उहाँले पहिलेदेखि त्यहाँ चुनाव लड्दै आउनु भएको हो। त्यसपछि यहाँ काठमाडौँको मेयर पनि गएर त्यहाँ चुनाव लड्नु भएको छ। अब अरू विभिन्न पार्टीका मानिसहरू जस्तो लाग्छ, अनि त्यो त जोरी खोज्न गएको हुन। त सैद्धान्तिक रूपमा भन्ने हो भने कुनै पनि व्यक्तिले कुनै पनि ठाउँबाट चुनाव लड्न पाउँछ भन्दा नि भइहाल्यो, होइन? त्यो चाहिँ सामान्य कुरा हो। त्यसैले यस्ता कुरामा नि प्रश्न उठाउने हो र भन्न पाइयो। तर खास चाहिँ कुरा के हो भने कतिपय मानिसहरू प्रत्यक्ष कार्यकारी प्रमुखको अभ्यास गर्दैछन्। तपाईँलाई याद होला यो पार्टीको अहिलेको सरकार बन्ने बेलामा सबभन्दा ठुलो जोड केमा थियो भने संसद विघटन हुनुपर्छ, निर्वाचन चाहिँ प्रत्यक्ष निर्वाचित कार्यकारीको हुनुपर्छ भनेर भनिएको थियो। प्रत्यक्ष निर्वाचित कार्यकारीको चुनाव गराउनेतर्फ राज्य किन गएन भनेर बुझौँ भने भविष्यमा इतिहासमा लेखिएला नेपाली सेनाले धेरै ठुलो योगदान दिएको छ यसमा। नेपाली सेनाले यदि यो विषयमा यसले राष्ट्रलाई पार्न सक्ने असर प्रभावको बारेमा बुझेर समयमै अहिलेको प्रधानमन्त्रीलाई गम्भीर ढङ्गले सचेत नगराएको भए अहिले संसदीय निर्वाचन हुँदैन थियो, प्रत्यक्ष कार्यकारीको लागि निर्वाचन गराएको हुन्थ्यो अहिलेको अवस्था है। त्यसपछि अब त्यो प्रत्यक्ष निर्वाचित कार्यकारी कसलाई बनाउने भन्ने नि पहिले फिक्स थियो के, जसले संसद विघटनको घोषणा गर्यो, विघटन गराउनुपर्छ भनेर वार्ता राष्ट्रपति र अन्य राजनीतिक दलसँग होइन, वार्ता सेनासँग गर्नुपर्छ भनेर जसले ऐलान गर्यो, घोषणा गर्यो, तिनै व्यक्ति होइनन्? केपी ओलीसँग गएर चाहिँ नि चुनाव लड्न खोजेका अहिले तिनै व्यक्ति हुन् नि, काठमाडौँका मेयर। मेयरको कुरा गर्नु। त्यसैले यसको पछाडि अदृश्य शक्तिको उच्च भूमिका छ। केपी ओलीले सम्भवतः विगतमा सरकारमा रहँदा बाह्य शक्तिका इच्छाहरू, डिप स्टेटका योजनाहरू जे थियो त्यसलाई सम्बोधन गर्न चाहनु भएन, उहाँले त्यो गर्न खोज्नु भएन। त्यो नखोज्नुको परिणामले सरकार पनि गयो। अहिले चुनाव क्षेत्रमा पनि चाहिँ चुनौती दिन मान्छे पठाइएको छ, त्यति हो कुरा। अब अर्को अहिले जो गगन थापाको प्रतिस्पर्धीको रूपमा अमरेश कुमार सिंह होइन, यहाँको मित्र पनि, त्यहाँको चाहिँ के लाग्छ? उहाँ त काठमाडौँबाट लड्दै आइराख्नु भएको थियो गगन थापा। किन? त्यो त मैले भने नि सैद्धान्तिक रूपमा सबैलाई लागू हुने कुरा चाहिँ जो जहाँबाट पनि चुनाव लड्न सक्छ, पहिलो कुरा। किन चाहिँ काङ्ग्रेसको अहिलेको जुन तरिकाले काङ्ग्रेस कब्जा गरे भए पनि सभापति भन्नु पर्यो नि, होइन? सबैले मानेपछि काङ्ग्रेसको सभापति किन त्यहाँ गएर चुनाव लड्नुभयो भन्ने कुरा, त्यसको पनि जवाफ बिस्तारै आउला। तर अहिले मात्रै होइन, त्यो क्षेत्रमा उहाँ पहिले पनि जान प्रयास गर्नुभएको थियो। पहिले चाहिँ के कारण नगएको तपाईँलाई थाहा छ नि? बताइदिनु। पहिले नै उहाँ जान लागिसक्नु भएको थियो। त्यो ठाउँमा चाहिँ एकजना कुनै अहिले यो विदेशी नागरिकता पनि भएको मानिस हो, अहिले विदेशी नागरिकतालाई विशेष प्राथमिकता दिने पार्टीमै अहिले नेता बनेर बसेका छन्। ती व्यक्ति काङ्ग्रेसमा थिए, ती व्यक्तिलाई चाहिँ नि टिकट दिनुपर्छ भनेर यिनले सिफारिस गरे।
तर त्यति बेलाका सभापति शेरबहादुरजीले अहिले डडेलधुरामा चुनाव लडिराख्नु भएको छ महराजी महर नयनसिंह महर नयनसिंह महरलाई टिकट दिइयो काठमाडौँ 4बाट नयनसिंह महरलाई दिने हो भने त बरु मै लड्छु भनेर त्यसपछि उहाँ आफै लड्या क्या त्यो बेला गगनजी काठमाडौँ 4 त्यो बेला नत्र उहाँले त्यो बेला पनि सर्लाहीमै गएर चुनाव लड्न खोज्नु भएको थियो यसपटक जानुभयो हार जित जनताले गर्नेछन् त्यसरी बुझौँ यसलाई सामान्य रूपमा बुझौँ अहिले यस पछाडि चाहिँ त्यति धेरै यहाँको अब रहस्य त हेर्नुहोस् यी सबै घटनाहरूको पछाडि कसले योजना बनायो किन त्यही ठाउँमा जानु पर्यो सबै कुराको कारण छ म किन बताउने मान्छेलाई कथा जस्तो लाग्छ अब अर्को अहिले यहाँले जुन अहिले राजनीति जसरी अगाडि बढिराखेको छ विगतमा हेर्दै गर्दाखेरि अलिक फरक पाइराखेको विगतमा जति बेला कङ्ग्रेस र एमाले बिचको गठबन्धन थियो त्यति बेला चाहिँ रासपा र माओवादी बडो एकअर्काप्रति सहानुभूति राखेको जस्तो देखिन्थ्यो पछिल्लो समय चाहिँ माओवादी र अहिले नेपाली कम्युनिस्ट पार्टी उहाँको नेतृत्वको यसो कुराहरू सुन्दै गर्दाखेरि चाहिँ उहाँहरूको त्यो आक्रामकता चाहिँ रासपाप्रति देखिराखेका देखिन्छ कि अनि यो बालेन र रवि बिचको मिलनको विषय होस् वा पछिल्लो समयमा चाहिँ उहाँहरूले गरिराखेका कार्यक्रममा यसलाई चाहिँ कसरी हेरिराख्नु भएको छ होइन यो त यस्तो हुन्छ जब चुनाव भनेर मैदानमा जान्छन् नि एउटा मुख्य कारण चाहिँ अब चुनावी प्रतिस्पर्धामा जुन पक्ष जसको दृष्टिमा अलि बलियो हो कि बलियो हुँदै आयो भन्ने हुन्छ त्यसलाई अलि बढी प्रहार हुन्छ यो चाहिँ सामान्य कुरा हो दोस्रो कारण चाहिँ के हो भने जुन पार्टीको पक्षमा वातावरण बनाइदैछ नि ठुलो धनराशि खर्च गरेर सोसल मिडिया प्रयोग गरेर यसको पछाडि नेपाली शक्तिको हात छैन तपाईलाई एउटा उदाहरण दिन्छु तपाईँ आफै हिसाब गर्नुहोस् अहिले तपाईलाई सोसल मिडियाबाट प्रमोट गर्नुपर्ने भयो भने एक महिनामा कम्तीमा 40 लाखदेखि 1 करोडभन्दा बढी रुपैयाँ चाहिँ तपाईँले खर्च गर्नुपर्छ यो करोडौँ करोड अर्बौँ रुपैयाँ चाहिँ खर्च गरेर सोसल मिडियाबाट यसरी प्रमोट गर्ने कसको पैसाले गरेका छ नेपालीहरू नेपाली उद्यमी व्यवसायीले चन्दा दिन सक्ने अवस्था छ अहिले सबै धराशायी भएका छन् सबै उद्यमीहरू अनि ती मानिसहरू जो आफै चाहिँ नि महाधनी मानिसहरू हुन् होइनन् कहाँबाट आउँछ पैसा कसले लगानी गरेको छ हामीले त थाहा पाइरहेछौँ नि भन्न नसकिया हो त्यसैले यो अदृश्य लगानी अदृश्य इशारा अदृश्य योजना अनुसार काम भइरहेको हुनाले हामीले यो निर्वाचनलाई अस्वीकार गरौँ भन्नु परेको कारण यही हो यो स्वस्थ निर्वाचन होइन निकास दिने निर्वाचन होइन निष्पक्ष सरकारले गराउन खोजेको निर्वाचन होइन तर यहाँले लगातार धेरै कुराहरू भन्न खोजिराख्या तर अलि भन्न नसकिराख्दाखेरि चाहिँ फेरि यहाँ आफैलाई त्यो षड्यन्त्रको सिद्धान्तहरू मात्रै फैलायो त्यसरी दोषारोपण होला नि फेरि त्यस्तो दोषारोपण गर्नेहरू पनि छन् अहिले पनि गर्छन् तपाईलाई म एउटा कुरा भन्छु मैले संविधान जारी भयो जब 72 सालमा संविधान जारी भएको पर्सिपल्टै एभेन्यूज टेलिभिजनमा इन्टरभ्यू दिए त्यति बेला त अब संविधान आयो देश स्वर्ग बन्छ भन्ने थियो मलाई उहाँले सोध्नुभयो मैले भनेको थिएँ यो संविधानले 3टा कुरा दिँदैन एउटा शान्ति दिँदैन एउटा स्थिरता दिँदैन अर्को विकास र समृद्धि दिँदैन यो 3टा कुरा दिँदैन अब मुलुक दीर्घकालिक रूपमा चाहिँ सङ्क्रमण कालमा फस्यो भनेर मैले भन्दाखेरि मैले खुब गाली खाएँ त्यसबेला बल्ल बल्ल संविधान आएर बनिएको छ देश बन्ने एउटा बाटोमा गइसक्यो यो मानिस सधैँभरि नेगेटिभ कुरा गर्छ भन्ने त्यस ढङ्गले मान्छेले मलाई टिप्पणी गरे 10 वर्षपछि परिणामले के देखायो फेरि त्यही क्लिप आइरह्यो बस भनेको मतलब अहिले म जे भनिरहेको छु नि यति चाहिँ तपाईलाई भन्छु देश यो निर्वाचनपछि निकास होइन थप विनाशतर्फ जान्छ नेपालीले दुःख पाउने दिन अब चाहिँ आउँछ फेरि थप दुःख पाउने दिन यो स्वच्छ मनले स्वच्छ उद्देश्यले स्वच्छ मानिसहरूले स्वच्छ शक्तिले गराउन खोजेको चुनाव होइन मैले यो भएर जनतामा डर देखाएको होइन म पनि जनता हो म आम मानिसलाई के आग्रह गर्छु भने विवेक प्रयोग गरौँ है निर्वाचनमा जो डिप स्टेटले चाहेका छ जुन पक्षलाई जिताउन चाहेको छ त्यो पक्षलाई जिताइदिनु भने चाहिँ अर्काको उद्देश्य पुरा गरिदिनु हो त्यति चाहिँ मैले भन्छु
एक छानेर नेपालीलाई मात्रै चुनाव जिताउँ यदि जिताउनु छ भने। त्यसैले हल्लाको भरमा विवेक प्रयोग गर्न छोडेर हल्लाको भरमा चाहिँ मतदान गर्ने काम नेपाली जनताले गरे भने जनता पनि जिम्मेवार हुन्छ यो देशको भोलिको बर्बादीको लागि। अब हामी कार्यक्रमको अन्तिममा छौँ। दुईवटा प्रश्न। एउटा चाहिँ अहिले दलहरू बिच चाहिँ जुन संवाद भइराखेको भनेर बताइएको छ नि, कङ्ग्रेस, एमाले, माओवादी, फेरि घोषित वा अघोषित गठबन्धनको लागि, त्यो यही विषयमा प्रश्न गर्दै गर्दाखेरि नेतृत्व तहका नेताहरूले त्यो अस्वीकार भन्नाले संवाद चाहिँ भइराखेको छ भन्ने खालको त्यो स्वीकारोक्ति पनि देखिन्छ। गठबन्धन अहिले जे जसरी अगाडि बढिराखेको छ, फेरि जुन हामीले योभन्दा अघिल्लो पटकको निर्वाचनमा देख्थ्यौँ नि, त्यो खालको गठबन्धनको स्थिति चाहिँ देख्नुहुन्छ कि देख्नुहुन्न? अनि चुनावमा चाहिँ अन्तिमसम्म पनि के हुन्छ भने अब एउटा पक्षलाई हराउनको लागि कहिलेकाहीँ जिताउने कुरा प्रधान हुन्छ, कहिलेकाहीँ हराउने कुरा नि प्रधान हुन्छ। कसैलाई हराउनको लागि विभिन्न पक्षहरू, उम्मेदवारहरू या पक्षहरू, समूहहरू गठबन्धन गर्ने, रातारात गठबन्धन बिगार्ने, भत्काउने, बनाउने त्यो चलिरहेको हुन्छ। पहिले पनि, यो पटक पनि त्यो सम्भावना छ। अहिले पनि देख्नुहुन्छ? अहिले पनि त्यो सम्भावना। अर्को कुरा चाहिँ जस्तो निर्वाचनकै निष्पक्षतालाई, यहाँले निर्वाचनले निकास दिँदैन त्यो त बताइराख्नु भएको छ, तर निष्पक्षतालाई लिएर र त्यसमा चाहिँ सुरक्षा अङ्गको भूमिकालाई नै लिएर त्यो बारम्बार निर्वाचन जितिराखेको, सरकारमा पनि भएको शक्ति नेकपा एमाले जुन पछिल्लो समय अध्यक्ष ओलीले नै जुन खालका अभिव्यक्तिहरू दिइराख्नु भएको छ नि, त्यो चाहिँ कतिको तथ्यमा आधारित कुरा हो? त्यो सत्यसँग कतिको निकटता राख्छ त्यसले जुन अविश्वास व्यक्त गरिराखेको? उहाँले कुन चाहिँ कुरा? जस्तो उहाँले यो मतपत्रहरूकै विषयमा होइन, एकैपटक निर्वाचन हुनु पर्यो भन्ने विषयमा वा धाँधलीकै विषयमा जुन आशंकाहरू व्यक्त गरिराख्नु भएको छ। यो निष्पक्ष भएर यो मुलुकलाई, यो राज्यलाई, यो सरकारलाई अहिलेको अवस्थामा हेर्नेहरूले निष्पक्ष निर्वाचन हुने कुनै सम्भावना देख्दैन। त्यस्तो योजना पनि होइन। मैले भने त कसलाई जिताउने योजना हो भनेदेखि जसले सिंहदरबार जलायो उसैलाई सिंहदरबारमा पुर्याउने योजना हो क्या यो। त्यसैले हरेक नेपालीले विवेक प्रयोग गर्नुपर्ने अवस्था छ। अहिले चाहिँ विवेक प्रयोग हुने सम्भावना कम छ, कम देखिराखेको छ। हस्, यहाँले आफ्नो महत्त्वपूर्ण समय उपलब्ध गराइदिनु भयो। यहाँको महत्त्वपूर्ण समय र यो संवादको लागि यहाँलाई धेरै धेरै धन्यवाद। हस्, धन्यवाद छ मदनजी, मलाई मौका दिनुभयो। दर्शकवृन्द, उहाँ हुनुहुन्थ्यो नागरिक शक्ति नेपालका अध्यक्ष देवप्रकाश त्रिपाठी। उहाँसँगको आजको यो संवाद यति नै। अर्को अङ्कमा यस्तै अर्को व्यक्तित्वसहित पुनः उपस्थित हुनेछौँ। नमस्कार।